हेलो गाइस, हामी चाहिँ माछा मारेर आएको होइन। माछा चाहिँ यहाँ छ गाइस होइन। अहिले तपाईँहरूलाई बाटो पार भएर देखाउँछु गाइस। हेर्नुहोस् न खोला, माछा मार्ने खोलाहरू चाहिँ फेरि यही हो नि। देख्नु गाइस कति दामी दामी खोलाहरू छ गाइस। आफू चाहिँ खोलामा हिँडिँदैछ होइन गाइस, कति सफा पानी। अब यहाँ चाहिँ हात्ती आउने बेला भयो गाइस। अहिले 4:30 हुन आँट्यो होइन। अन्त त्यही भएर चाहिँ हामी बगरबाट निस्किँदैछौँ गाइस। हात्ती आउँछ यहाँ चाहिँ, पुरै डरलाग्दो जङ्गल छ होइन। अब खोला बगर, अन्त त्यही भएर चाहिँ हामी फटाफट भाग्दैछौँ। बाइक वहाँ पर कता आउँदैछ अरे लिनु होइन। हामी चाहिँ यसरी टक्क होइन आयो झ्यामा लाउने। खोलै खोला भनेको त खोलै खोला, डुङ्गै डुङ, पानी नै पानी छ त यार। रोमियो माछा कति भेटिस् त? छ नि। हाय गाइस, यो चाहिँ सब ट्र्याक्टर कुद्ने बाटो है। ट्र्याक्टरले बनाएको बाटो, नयाँ नयाँ होइन। खोला खोला नाला कान्ला हेर्नुहोस् कस्तो मजाको सिनारी। टेन टेडे टेडन टेडन टेन टेडन टेडन टेडन। दामी छ नि गाइस होइन। यो चाहिँ हाम्रो भुटान। लगभग यहाँदेखि भुटान यस्तै 6-7 किलोमिटर होला गाइस भुटान होइन। त्यति टाढो आइपुगेको छौँ हामी फिसिङ गर्नु। माछा चाहिँ गाइस यहाँ चाहिँ माछा चाहिँ देखाउँछु नि अहिले। यो बल्छीमा मारेको, अहिले बल्छी पनि देखाउँछु गाइस। हामी कति सानो सानो बल्छी केमा भने खेल्छौँ भनेर। एक मिनट गाइस, हामी यहाँ हेर्नुहोस् न। यसलाई चाहिँ हामी बेङ्गेको बच्चामा खेल्छ गाइस। यहाँ हेर्नुहोस्, यो चाहिँ बेङ्गेको कमिलाको बच्चा मैले भन्थेँ नि गाइस। यो चाहिँ कमिलाको बच्चा है गाइस। यो चाहिँ रातो कमिलाको बच्चा होइन। हामी चाहिँ यो लिएर आएको माछा मार्नु गाइस होइन। यस्तोको अन्डा उनिन्छ, अन्डा चाहिँ यस्तो हुन्छ यसको गाइस। बल्छीमा उन्ने अन्डा आउँदै गर्छ। अन्डा चाहिँ यस्तो हुन्छ, यो अन्डा चाहिँ उन्नुपर्छ गाइस होइन। अब बल्छी भन्नुहुन्छ भने चाहिँ गाइस यहाँ हेर्नुहोस् न कति सानो हुन्छ भने नि। तपाईँहरूलाई म त्यो हेर्नुहोस्। नि गाइस बल्छी देख्नुभयो नि गाइस। बल्छी चाहिँ यति सानो बल्छी हुन्छ। हेर्नुहोस् गाइस कति सानो बल्छी छ, देख्नु सक्नुहुन्छ? कसले देख्नुहुन्छ यति सानो बल्छी? हेर्नुहोस् गाइस, यति सानो बल्छीमा चाहिँ हामी यो चारो यो अन्डा उनेर खेल्छौँ होइन। अन्त चाहिँ तपाईँहरूलाई त्यहाँबाट निकालेको माछा चाहिँ अब कत्रो कत्रो माछा पर्छ भन्ने कुरो हामी देखाउँदैछौँ तपाईँहरूलाई। यो चाहिँ बाँधिहाल्छु है त म बल्छी है गाइस। त भाइ हात्तीसँग डराएको हो, हात्तीको बाउ आएको छ भन्दैछु सिपछि झन्। ओइ भाइ, ए कहाँ पुग्यो त्यो? हग्नु मुत्नु पस्यो कि के हो? गाइसमा पारेको माछा चाहिँ यत्रो हुन्छ गाइस। हेर्नुहोस् है, तपाईँलाई म माछा निकालेर देखाउँछु होइन। यसमा यो बल्छीमा चाहिँ यत्रो यत्रो माछा पर्छ गाइस। यत्रो यत्रो माछा पर्छ, देख्नुभयो नि गाइस। यस्तो माछा पर्छ त्यो बल्छीमा चाहिँ होइन गाइस। अन्त यो माछा चाहिँ अब लगेर चाहिँ च्याट्ट होइन ठ्याक्क पारेर खाने गाइस। यस्तो माछा पर्छ। यहाँ चाहिँ माछा छ गाइस होइन। ल यति भन्दै होइन गाइस, यहाँ मैले पोको पारेँ बाटोमा बसेर देखाएको। अब चाहिँ मेरो साथी कहाँ पुग्यो भन्ने कुरा चाहिँ आशा छैन भन्ने कुरा चाहिँ। ओइ ओ रोमियो, हग्नु पस्यो कि मुत्नु पस्यो कि गायब भयो कि कता गयो कि बाघले लग्यो कि चितुवाले लग्यो। यस्तो सुनसानमा कहाँ गयो गयो हरायो त। ओ फुङ भाइ, यहाँ लुकेको रहेछ। यतै त हो गाइस। बाटो टाढो छ यार, 2-3वटा भिडियो बनाउनु पर्ला जस्तो छ गाइस। हामी अझै टाढो निस्किनु छ गाइस।
जङ्गलको भित्र छौँ अहिले त हामी वहाँ हेर्नुहोस् न अब घामै डुबिसकिसक्यो गाइस हेर्नुहोस् त अब घामै डुबिसक्यो भनेपछि अब हेर्नुहोस् न घाम यस्तो भइसकिसकेको छ गाइस हामी चाहिँ जाँदैछौँ ल गाइस